म तपाईहरुलाई सुरुमै सोध्छु, इन योर ओपिनियन हिजोको नेपाल भर्सेस युएसए गेममा के चाहिँ रङ भयो? What exactly went wrong? Arif for run out? कि गुलसन झाको अनफर्चुनेट डिसमिसल? कि त्यो पनि हैन भने त भुर्तेल र पौडेलको फेलियर त पक्कै हुनै पर्छ। तर तपाईहरुले मलाई सोध्नुभयो भने इन माई ओपिनियन ब्याटिङ वाजन्ट द मेन कज एट अल। नेपालले लास्ट 10 ओभर्समा 91 रन्स खर्चियो। लेट दैट सिंक इन। डेथ ओभर्समा 90 रन्स, मोर देन 90 रन्स इन फ्याक्ट। 91 रन्स त तपाईहरुले टी20 को लास्ट 10 ओभर्समा पनि खर्चिनुहुन्न। यो त झन् ओडीआई को गेम। ओडीआई को गेममा 40 ओभर्समा तपाईहरुले 5 विकेट्स निकालिसक्नु भएको थियो। त्यसपछि पनि 91 रन्स युएसए टिमलाई खर्चिनु भनेको द्याट्स अ रियल प्रब्लम। अनि यो भनेको यही गेममा मात्र पनि हैन, यो प्रब्लम भनेको लास्ट 2-3 इयर्स देखि नै चलिरहेको छ। आई नो रोहित पौडेल इज अ ग्रेट यङ क्याप्टेन, तर उसको बलिङ चेन्ज he was literally going on so well. 2 ओभरमा 7 रन खर्चिएको थियो, 1 विकेट पनि लिएर। बट इवन दो रिकग्नाइजिङ योर ओन विकनेस एट डेथ ओभर्स, उसले स्टिल करण केसी र सोमपाल कामेलाई आफ्नो लास्ट 4 ओभर्स दियो। द्याट्स अ मेजर इस्यु। त्यही माथि वी प्राइड आवर सेल्फ इन आवर ब्याटिङ डेप्थ। तर यस्तो ब्याटिङ डेप्थको के काम गर्यो जसमा कन्सिस्टेन्सी नै छैन। करण केसी नम्बर 9 मा आउँछ एन्ड हि इज अ रिकग्नाइज्ड ब्याटर एज वेल। तर त्यही पनि हामी 262 जस्तो टार्गेट 50 ओभरमा चेज गर्न सक्दैनौँ भने देयर इज सम प्रब्लम इन आवर ब्याटिङ एज वेल। सो अल इन अल यहाँ त प्रब्लम मात्र छ। सो स्टुअर्ट र रोहित पौडेलको डुओले यो प्रब्लमलाई सल्भ गर्नको लागि किनकि त गर्नै पर्छ।